हेलो साथीहरू, डन्ट स्किप माई भिडियो। तपाईँहरू सुरुदेखि लिएर अन्ति भागसम्म मजाले हेर्नु है। तपाईँले बिन्दास। आई होप तपाईँहरूलाई यो भिडियो हेरेर चाहिँ केही मजा आउनेछ, तपाईँहरूले केही इन्जोय लिनुहुनेछ यो भिडियोबाट चाहिँ। थ्याङ्क यू सो मच। हेलो साथीहरू, के छ तपाईँहरूको खबर? होइन 10 साल पुरानो भेटेको साथीको रुममा जाँदैछु। अनि साथीहरू, म चाहिँ होइन साथीको रुममा जाँदैछु र म अहिले रोड क्रस गर्दैछु। ल हेर्नु, अब यसको रोड त बबाल छ होइन। क्रस गर्दा यहाँ साथीहरू छ नि, हामीहरू चट्ट साथीको रुममा चाहिँ जाँदैछु बबाल तरिकाले। जस अब परदेशमा चाहिँ अब साथीभाइहरू चाहिँ एकदम अब भेटघाट हुँदाखेरि रमाइलो लाग्छ। आफ्नै गाउँठाउँको, आफ्नै देशको होइन, एउटा रमाइलो। अनि साथीहरू बबाल है, अहिले चाहिँ एकदम हावा चलिरहेको छ कि। र हेर्नु, साथीहरू सँगसँगै हिँडेर, ल मेरो साथीले पनि अब बनाएर यहाँ अर्को साथी हुनुहुन्छ होइन, हामी चाहिँ सँगै जाँदैछौँ। अनि हावा चाहिँ बबाल चलेर केसहरू सबै बिगारिरहेछ। अब यस्तै हो, अब गर्मी ठाउँै हो यो होइन। अहिले चाहिँ हल्का मौसम अलिकति राम्रो छ, भोलि पर्सि चाहिँ अलिक गर्मी बबाल साथी। अब हल्का हल्का घाँटी पनि बसिरहेछ होइन, टन्सिल भइरहेछ, दुखिरहेछ। अब यहाँको मौसम चेन्ज हुँदैछ बबाल छ। ल हेर्नु, हाम्रो क्याम्प चाहिँ वहाँ पर छ है, त्यो हो हाम्रो क्याम्प चाहिँ। अनि हामी चाहिँ म चाहिँ यसरी हिँड्दैछु चट्टसँगले। अब यसरी हिँड्दैछु भनेर नि किन भन्यो होला भनेर सोच्नुहुन्छ होला होइन। भन्नु पऱ्यो नि त, भ्लगमा यही चिज त हो, यसैलाई त भ्लग भन्छ होइन र। तर हावाले चाहिँ दिमाग खराब बनाइदिइरहेको छ। ल हेर्नु साथीहरू, यहाँ क्रिकेट खेलिरहेको छ केटाहरू होइन, देख्नु भएन नि, यहाँ क्रिकेट चट्टसँगले क्रिकेट खेल्ने ठाउँ हो यो चाहिँ होइन। गाह्रो छ अब यो चाहिँ पुरा रोड। अब हाम्रो बिल्डिङ त पछाडि देखिरहनु भएको छ, अघि पनि मैले तपाईँहरूलाई देखाएको थिएँ होइन। हाम्रो चाहिँ त्यो बिल्डिङ हो पर्सेन्ट। तर हावाले चाहिँ साह्रै गिद्दी गऱ्यो क्या, कपालहरू सबै बिगारेर गाह्रो छ। ल हेर्नु, यहाँ दुई दाजुभाइ चाहिँ आफ्नै सुरमा हिँडिरहेको छ मजाले गफ गरेर। गाह्रो भयो साथीहरू, गाह्रो भयो। कपाल मिलाउँ कि भ्लग भिडियो बनाऊ कि, यस्तो दिमाग खराब भयो त। के गर्नु हौ, म के गर्नु हौ। कपाल मिलाउने मान्छे कोही हुनुहुन्छ भनिहाल्नु पऱ्यो है त। अनि तपाईँहरूलाई चाहिँ एउटा म्यासेज छ है मेरो हृदयदेखिबाट। तपाईँहरूले चाहिँ जसले मेरो यो भिडियोहरू हेर्नुभएको छ युट्युबमा, तपाईँहरू सबैले सब्सक्राइब गरिदिनुहोस्। अनि त्यो छेउमा रहेको घन्टीलाई चाहिँ अलमा राखिदिनुहोस् होइन। जति पनि भिडियोहरू मैले हाल्छु, जानी नजानी सिकेर बनाएर जुन भिडियोहरू हाल्छु, त्यो तपाईँहरूको मोबाइलमा आउने चाहिँ तपाईँहरू मजाले हेर्नु सक्नुहुनेछ है त गाइजहरू। ल साथीहरू, बबाल चाहिँ विदेशतिर त ल यसो साइडमा पार्किङ गरेर राखेको हुन्छ विपत्तै तरिकाले होइन। रमाइलो छ जस ठाउँमा, रमाइलो त के भन्नु, यति बालो बालोमा हिँड्नुपर्छ साथीहरू। गाह्रो छ मलाई पनि अब विदेशतिर। त्यही के रमाइलो भने विदेशतिर पनि यस्तै यस्तो यस्तो बालो माटोमा हिँड्नुपर्छ, गाह्रो छ। घाँटी दुखेर म त हेरेको हेरे खोकेको खोकै भइरहेछ हौ साथीहरू। के गर्नु हौ बबाल त। अब चाहिँ मार्केट एरियाहरू पनि आउनु लागेको छ छेउछेउमा होइन, बबाल छ। तपाईँहरूलाई यहाँको मार्केट पनि देखाइदिन्छ, तर भित्र चाहिँ जाँदिनँ, भित्र जानुपर्ने काम पनि छैन मेरो। जस्तो म अहिले आज चाहिँ साथीको रुममा जाँदैछु। तपाईँहरूले साथीको रुम चाहिँ साथीको रुममा पनि गएर भित्र चाहिँ के देखाएर नि त्यो कुरै भएन होइन। 10 वर्ष पहिला भेटेको साथी, सँगै काम गरेको साथी, तर अहिले चाहिँ यहाँ भेट भयो। अनि हामी चाहिँ उसको रुममा जाँदैछौँ। तर रुममा गएको भिडियो चाहिँ के हालिरहने, त्यो बाहिर त्यो अलिकति उयो लाग्छ होइन। तर पनि दुईजना आउँदैछन्, साथीको जाँदैछ। काम गर्ने ठाउँमा चाहिँ सँगै कुराकानी भयो, भेट भयो। अब त्यही कारण चाहिँ यसो भेटघाट गर्न जाँदैछौँ। त्यो चाहिँ देख्नु यस्तो हो नि त। गाह्रो छ साथी होइन, यस्तो भिडियो बनाएर हिँड्नु पनि गाह्रो छ। रोजाको टाइम छ अब यहाँको आउट कन्ट्रीमा त तपाईँलाई थाहा छ, मुस्लिम कन्ट्रीमा त होइन रोजाको टाइम छ। सबै यस्तो दोकानहरू सबै बन्द हुन्छ रोजाको टाइम भएको कारणले चाहिँ। अब एकचोटि यो बिहान र बेलुका मात्रै खोलिने हो, दिउँसो चाहिँ खोलिँदैन, सबै बन्द छ। यो त रोजाको टाइम हो, अलिकति भिडियो बनाएर हिँड्नु पनि गाह्रै हुन्छ। बवाल छ साथीहरू। फाइनली हामी चाहिँ अलिकति सानोतिनो मार्केट भएको ठाउँतिर आइपुगेको छु। यसरी होटल लाइन हो होइन, गाह्रो छ। ल हेर्नु तपाईँहरूले होइन, फाइनली तर घाँटी यहाँ आएर यहीँ भएर दिमाग खराब भइरहेको छ क्या मेरो।
यो चाहिँ होटल लाइनहरू हो साथीहरू फाइनली होइन तपाईँहरूले देख्नुभएको छ तर रोजा भएको कारणले चाहिँ अलिअलि मात्रै खुल्छ धेरै खुल्दैन होटल हो यो र गाइसहरू फाइनली हामी चाहिँ यहाँ आइपुगेका छौँ अहिले होइन ल हाम्रो नेपाली दाजुभाइ नै हो चट्टसँग ल हाई गरिदिनु त अब युट्युबमा छैन फ्रेन्ड नभए त युट्युबमा देख्नुहुन्थ्यो खलिबली गाह्रो छ भ्लग भिडियो बनाएर हिँड्नु पनि अब ठाउँ ठाउँमा हावाले त्यही माथि कपाल स्टप गरिरहेछ उडाएर देख्नुभएको छैन विदेशको अब यस्तै हुन्छ बस्ने ठाउँहरू रुमहरू चाहिँ विपत्तिक तरिकाले तपाईँले हेर्नु यस्तो ठाउँहरू ल हेर्नु यो चाहिँ रुम हो साथीको रुम होइन ल हेर्नु त चट्टसँगले यस्तो